यो भिडियोमा आज तपाईलाई तोरी कसरी चालिन्छ भन्ने कुराहरू देखाउन जाँदैछु। पहिला सुरुमा तोरीहरू बोराबाट एक ठाउँमा ग्यादर गरिन्छ। त्यसपछि अलिअलि गरेर बकेटमा हालेर त्यसलाई हामीले धुलो चाल्नीमा हाल्छौं र त्यसमा हालिसकेपछि धुलो चाल्नीले आफ्नो काम गर्छ। चाल्नीको बकेटमा हालिसकेपछि बिस्तारै बिस्तारै त्यसलाई तल झार्छौं। बिस्तारै बिस्तारै झार्दा धेरै कणहरू फोहोरहरू निक्लिने गर्छ, जुन भिडियोमा तपाईले देख्न सक्नुहुन्छ। माथिबाट चाहिँ ठुलो कणहरू निक्लिन्छ भने तलबाट चाहिँ धुलोहरू निस्किन्छ। बोरामा भरिसकेपछि त्यसलाई हामीले निकालेर अर्को बोरामा हाल्छौं। अर्को बोरा त्यहाँनेर रिलोड गर्छौं। चाली भइसकेपछि यसलाई स्टोर गरिन्छ र यो अब प्रोसेस हुन्छ गुड क्वालिटी मस्टर्ड ओइल निकाल्नको लागि। यस्तै तोरी मेलको इन्फर्मेटिभ भिडियोको लागि हामीलाई फलो गर्न नबिर्सिनु होला। धन्यवाद।